हेलो हाई दर्शकबिन नमस्कार। मोहम्मद समलिङ एसी अनलाइन युट्युब च्यानलमा हार्दिक स्वागत छ। सर्वप्रथम देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनी आमा बाबु लगायत सम्पूर्णमा 2082 साल नयाँ वर्षको हार्दिक शुभकामना। दर्शकबिन आज मिति 2082 वैशाख 1 गतेका दिन दिक्तेल रूपकोट मजगढी नगरपालिकाले आयोजना गरेको रेड पाण्डा तथा थार महोत्सव हुर्लुङको दृश्यहरू यहाँहरू सामु ड्रोन तथा मोबाइल क्यामेराले कैद गरेको भिडियोहरू यहाँहरू सामु देखाउन गइरहेको छु। आजको प्रमुख अतिथि नायक श्री दयाहाङ राई हुनुहुन्छ। हुर्लुङबाट रूपकोट मेरुङ हुँदै मुन्दुम ट्रेलसँग जोडिने ट्रेलको आज नै नायक श्री दयाहाङ राईज्यूद्वारा उद्घाटन हुनेछ। विभिन्न जात जातिका स्टलहरू पनि यहाँ राखिएको छ। आउनुहोस् अब आजको महोत्सवको गतिविधिहरू हेरौँ। केमा ढुङ्गामा पोल्नु भएको दाजु नमस्कार। मेयर साहब बुस्कुट राडी त होइन नि, यो बुस्कुट हो। बुस्कुट हो ए राडी बुन्नु भएको हो बहिनी? हजुर दाइ, राडी बुनेको यो चाहिँ। यो तपाईले पहिलेदेखि सिक्नु भएको हो कि भर्खरै? पहिलेदेखि नै भन्दा पनि अब बेला भएपछि होइन। अब सानै बालकमा त बुन्न आउँदैन, अलि ठुल्ठुलो भएपछि चाहिँ मम्मीहरूले बुन्नुहुन्छ अनि त्यही सिकेको हो। ए तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम पूजा गुरुङ हो। पूजा गुरुङ हो। ल राम्ररी बुन्नुहोस् ल। हुर्लुङमा सरजाङ खाँदैछु म। निकै मिठो रहेछ। हाम्रो राईहरूको सरजाङ हाम्रो दिनेश सर हुनुहुन्छ। त्यस्तै गरेर
लामा कार्यक्रम गरेको हुनाले यो कार्यक्रम के भइरहेछ यो भित्र केही देख्न सकेको छैन किनकि यो अलिकता अव्यवस्थित भएको छ। अन्डाहरू सब मिसिएको छ हजुर। ल यहाँ म चाहिँ यो होप्ला खाँदैछु। बस्नु ल। धन्यवाद। बुन्दम ट्रेल रेड पाण्डा थार रुट अब सुचारू भयो, उद्घाटन भयो। धन्यवाद। आज हिरोबाट सुरु भयो आज यो चाहिँ ट्रेल हामी सुरु गर्यौँ। मेयर साहब हुनुहुन्छ, यहाँ चाहिँ समन्वय प्रमुख हुनुहुन्छ, यहाँ चाहिँ विशिष्ट व्यक्ति हुनुहुन्छ, सबै हामी बुन्दम ट्रेल हामी शुभारम्भ गरिसक्यौँ। सुचारू हुने कुरा महानायक दायाङ राईज्यूबाट घोषणा भइसकेको छ। रेड पाण्डा त्यसो गर्दै आज बेलुका रूपाको डाँडामा हाम्रो घाँस बाँस कपास सबै त्यहाँ चाहिँ व्यवस्थित रहेको कुरा, व्यवस्था भइसकेको कुरा पनि म सबैमा जानकारी गराउँछु। पत्रकारहरू अनि आदरणीय व्यक्तित्वहरू हामी रेड पाण्डा रुट शुभारम्भ रहेको कुरा यहाँ सबैलाई हार्दिक विनम्र अनुरोध गर्दछु। सक्यो नि अन्त खाली हुन